हेलो गाइज, वेलकम बैक टु माई च्यानल। दिस इज आचार्य पोल्ट्री। तपाईँहरूलाई आचार्य पोल्ट्रीमा फेरि पनि स्वागत छ। आज कुखुराको 5औं दिन। केही कारणवश मैले चौथो भिडियो, हिजोको भिडियो मैले अपलोड गर्न पाइनँ, त्यसमा म क्षमा चाहन्छु। र हिजोको र आजकोमा केही फरक छैन। हिजोको दिनमा भनेको जुन तरिकाले मैले जुन दबाईहरू दिन्थेँ त्यही दबाई रेगुलर मैले 4 टाइम दिएको छु, बिचमा एउटा सादा पानी दिएर भने। आज 5औं दिनमा भनेको मैले एन्टिबायोटिक दिन छोडेको छु र एन्टिबायोटिक पनि दिएको छैन र मल्टिभिटामिन पनि दिएको छैन, किनकि रेगुलर 4 दिन खाइसके पछाडि भनेको मैले ग्याप गरेको छु, किनकि एकरो पनि दबाई पानी दिनु हुँदैन। कुखुराको अवस्था हेर्नुपर्छ हामीले। र आज 5औं दिनमा भनेको एउटै प्रोसेस हो। तपाईँको 4 टाइम मैले पानी दिइरहेको छु, 6-6 घण्टाको डिफ्रेन्टमा पानी दिएको छु भने तपाईँको हरेक पानीमा भनेको ग्लुकोज मिसाएको छु। र आज 5औं दिनमा भनेको म केही दिने छैन। आज र भोलि भनेको सादा पानी मात्रै कुखुराले खानेछ र पर्सिको दिनदेखि भनेको फेरि बेलुका रेगुलर मल्टिभिटामिन खान्छ भने एन्टिबायोटिक खाँदैन। मल्टिभिटामिन चाहिँ आवश्यकता पर्दछ, किनकि कुखुरालाई भनेको हेल्दी बनाउनको लागि। र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर भनेको मैले हिजो भन्दा अलिकति ठाउँ बढाएको छु, किनकि हामीले डे बाई डे कुखुराको अवस्था हेर्ने, कुखुरालाई कहिले भनेको खाँदिन नदिने, कुखुरालाई जहिले खुल्ला ठाउँ अलिकति पातलो हुनुपर्छ। बेसी कुखुराको संख्या भयो, सानो ठाउँमा धेरै कुखुरा भएपछि के हुन्छ भन्दाखेरि तपाईँको छिटो भुइँ हिलो हुने, छिटो भुइँ हिलो भइसके पछाडि तपाईँलाई कुखुरालाई चिसो हुने र चिसो भइसके पछाडि त्यहाँबाट सिआडी उत्पन्न हुने गर्दछ भने हामीले डे बाई डे दिनै पछि थोरै थोरै या दिन बिराएर हामीले ठाउँ बढाउँदै जाने। तपाईँहरू देख्न सक्नुहुनेछ। जे होस् मैले ठाउँ फेरि बढाएको छु, लगभग तपाईँको 5 फुट मैले अहिले ठाउँ बढाइदिएको छु। हो यस्तै हो। यस्तै जे होस् अहिले गर्मीको मौसम छ। गर्मीको मौसममा दिउँसो भनेको सबै पालहरू खोलिदिने, खोरमा भनेको स्वच्छ हावा खेलोस्। स्वच्छ हावा खेल्दाखेरि भनेको जति पनि भित्र भनेको कार्बन डाइअक्साइड छ, जति पनि नराम्रो ग्यासहरू छ निक्लिन पाउँछ र खोरमा भनेको भुसहरूलाई भनेको सुक्न पनि मद्दत गर्दछ, हिलाउन दिँदैन। र यस्तै हो, केही छैन। त्यो जो नर्मल तरिकाले आफूले अलिकति हेरचाह गर्नुपर्छ। तपाईँले दिनमा भनेको जो 2 घण्टा 3 घण्टा 2 घण्टा 3 घण्टा भनेको राति होस् दिउँसो होस् हामीले निहाल्नुपर्छ कुखुरालाई, किनकि त्यो गर्दाखेरि के हुन्छ भन्दाखेरि तपाईँको कुखुरा भनेको तपाईँको अल्छी हुन्छ, बसे पछाडि बसिरहने। कोही कुखुराले चारो खाइरहेछ, कोही कुखुराले चारो नखान पनि सक्छ। तर हामीले 2 घण्टा 3 घण्टामा आएर खोरमा वरिपरि परिक्रमा गरियो र राति पनि तपाईँको दिउँसो त भनेको अब हामी घरमै हुन्छ, नजिकै हुन्छ। हामीले बेलुकाको टाइममा भनेको तपाईँको 11 बजे 12 बजेसम्म भनेको पनि यसो अब निक्लिँदा 1.5-2 घण्टाको टाइममा आफूले 5 मिनट जाँदाखेरिको टाइममा एकछिन खोरमा आउने, खोरमा आएर भनेको आफ्नो चल्लालाई एकचोटि खेलाउने, घुम्दाखेरि भनेको